कण्डारको पूजा हुन्छ, जस्तो लुतो फैल्ने यी हाम्रा सांस्कृतिक पर्वहरू पनि हामीलाई स्वस्थ आरोग्य प्राप्ति होस् भन्नका लागि पनि विशेष यसमा महत्त्व रहन्छ। त धर्म सँगसँगै संस्कृतिहरू पनि जोडिएर आएका हुन्छन्। सङ्क्रान्तिको प्रातकालीन समयमा स्नान गर्ने, दान गर्ने, भगवानको आराधना गर्ने, लुतो फाल्ने भन्नुको मतलब यहाँ कण्डारकको पूजा हुन्छ। कण्डारक भनेका राक्षसका देवताहरू भए। अब विशेष गरी दक्षिणायनको आरम्भ हुन्छ साउनी सङ्क्रान्तिबाट। यो चाहिँ अयनको परिवर्तन हुन्छ। उत्तरायण माघे सङ्क्रान्तिबाट भने दक्षिणायनको आरम्भ श्रावणको सङ्क्रान्तिबाट हुन्छ। त्यो भएको कारणले गर्दाखेरि अयन सङ्क्रान्ति भनिन्छ साउनको सङ्क्रान्तिलाई। त्यसै गरी अब यस दिन कण्डारको पूजा हुन्छ, जस्तो लुतो फैल्ने यी हाम्रा सांस्कृतिक पर्वहरू पनि यसमा रहन्छन्। र विशेष गरी यो दक्षिणायनको समय भनेको देवताको चाहिँ रात्रिको आरम्भ हुने र राक्षस अर्थात् दैत्यको दिनको आरम्भ हुने भएको कारणले गर्दाखेरि त्यो राक्षसजन्य दैत्यजन्य चाहिँ भय नहोस् भन्नका लागि जो कण्डारक भन्ने पनि ती राक्षस विशेष नै हुन्, उनको चाहिँ विशेष पूजा गरिन्छ। र त्यसपछिबाट हामीलाई स्वस्थ आरोग्य प्राप्ति होस् भन्नका लागि पनि विशेष यसमा महत्त्व रहन्छ। यसका साथसाथै सूर्यको पनि सङ्क्रान्तिको विशेष जुन हामीले अयन सङ्क्रान्ति भन्यौँ, यो दक्षिणायनको आरम्भ भएको सङ्क्रान्ति हो। सूर्य चाहिँ मिथुन राशिलाई पार गरेर श्रावणबाट चाहिँ कर्कट राशिमा प्रवेश गर्नुहुन्छ। त्यो भएको कारणले गर्दाखेरि पनि हरेक सङ्क्रान्तिहरूको विशेष महिमा छ। विशेषतः सङ्क्रान्तिलाई चाहिँ दान पुण्यका लागि उत्तम मानिन्छ। स्नान दान आदि कर्म गर्नका लागि सङ्क्रान्ति उत्तम रहने भएको कारणले गर्दाखेरि हामीले विशेष गरी त्यसमध्ये पनि दुईवटा अयन सङ्क्रान्तिहरू विशेष रहन्छन्, दक्षिणायन र उत्तरायणको सङ्क्रान्ति। यसमध्येको दक्षिणायनको आरम्भ हुने सङ्क्रान्ति श्रावणको सङ्क्रान्ति भएको कारणले गर्दाखेरि हामीले श्रावणको सङ्क्रान्तिलाई विशेष रूपमा लिएको हो। र विशेष गरी सांस्कृतिक रूपमा र धार्मिक रूपमा दुईटै रूपमा चाहिँ अयन सङ्क्रान्ति श्रावण सङ्क्रान्तिको विशेष महिमा रहेको छ। यो आदिकालदेखि नै यो सङ्क्रान्तिको जस्तो 4 अर्ब 32 करोड वर्षको चाहिँ ब्रह्मदिन हुन्छ, यो एक कल्प हुन्छ। यो कल्पमा 1 अर्ब 95 करोड 58,85,127 वर्ष व्यतीत भइसकेका छन् भनेपछि त्यहाँदेखि नै यो आरम्भ भएको हो। त्यहाँदेखिकै गणना पद्धतिहरू हामीसँग छन्। त्यो भएको कारणले गर्दाखेरि यसको लामो इतिहास छ। मनाउने आफ्ना पद्धतिहरू छन्, आफ्ना संस्कृतिहरू छन्, आफ्ना चाडपर्वहरू आफ्नो तरिकाले पनि मनाउन सकियो। र धार्मिक रूपमा विशेष गरी खगोलीय रूपमा पनि यसको परिदृश्य हामीले प्रत्यक्ष दर्शन पनि गर्न सक्छौँ। परिवर्तन भएका कुराहरूलाई हामीले हेर्न पनि सक्छौँ। र विशेष गरी यो वर्षा ऋतुको पनि आरम्भ हुन्छ। यस सँगसँगै हाम्रा संस्कृतिहरू पनि साथमा जोडिएर आएका हुन्छन्। मूलतः धर्म सँगसँगै संस्कृतिहरू पनि जोडिएर आएका हुन्छन्। त्यो परिपूरकका रूपमा रहेको भएको कारणले गर्दा दुईटै पक्षहरू यसमा आबद्ध भएको पाइन्छ। विधि मूलतः रूपमा चाहिँ जस्तो शास्त्रीय रूपमा सङ्क्रान्तिको रूपमा जस्तो अब यो प्रदोषकाल भनेको सन्ध्याकालीन सूर्यास्तको आसपासको समयमा यो लुतो फाल्ने कण्डारक पूजाको व्यवस्था गरिएको छ। यसका साथसाथै सङ्क्रान्तिको प्रातकालीन समयमा स्नान गर्ने, दान गर्ने, भगवानको आराधना गर्ने, सत्यनारायण भगवानको पूजा गर्ने लगायतका दान पुण्यका कर्महरू गर्न सक्ने शास्त्रीय व्यवस्था छ। यसका साथसाथै आफ्नो संस्कृति अनुसार आफ्नो जुन परम्परा छ, परम्पराअनुसार आफ्ना अन्य कर्महरू गर्न सकिन्छ। जस्तै कि अब कुनै ठाउँमा यो समयबाट चाहिँ मकै पाक्न आरम्भ हुन्छ र अब देवी देवताहरूलाई चाहिँ आफ्ना पाकेका अन्नहरू, मकै लगायतका अन्नहरू जो छन् चढाएर, फलहरू पनि चढाएर मात्र अनि आफूले लिने परम्पराहरू पनि छन्। यसमा चाहिँ यसै गरी जोडिएका पाइन्छन्। यही नै हो लुतो फाल्ने भन्नुको मतलब यहाँ कण्डारकको पूजा हुन्छ। कण्डारक भनेका राक्षसका देवताहरू भए। त्यो भएको कारणले गर्दा तिनले चाहिँ हामीमा भएको जस्तो यो रोगहरू हुन्छ नि, बाह्य छालाजन्य लगायतका अन्य रोग व्याधिहरू, त्यसले चाहिँ भय दिने भएको कारणले गर्दा उनको पूजा गरेपछि त्यो भयबाट हामी मुक्त हुन्छौँ भन्नका लागि चाहिँ लुतो भनेको नि त रोग हो नि, हो त्यो रोग फाल्ने, रोग चाहिँ फालेर आरोग्य प्राप्तिका लागि कामना गर्ने यो अवसर होस् र समय हो। विशेष गरी के हो भन्दाखेरि यही प्रतीकात्मक रूपमा चाहिँ यो रोग फाल्ने भयो। अब प्रातःकालमा स्नान दान आदि र सन्ध्याकाल जुन प्रदोषकालमा बेलुकाको यो साँझ पख चाहिँ विशेष प्रकारका वस्तुहरूलाई एकट्ठा गरेर त्यसको विधि छ, कण्डारकको पूजा विधि छ। विधि अनुसार पूजा गरेर त्यसपछिबाट अग्निका ज्वालाहरू
चारै दिशाबाट चाहिँ त्यो भएन प्राप्ति नहोस् भनेर आगोको लपकाद्वारा ती जुन राक्षसजन्य वृत्तिहरूलाई चाहिँ पन्छाउने हाम्रो परम्परा छ। धार्मिक महत्त्व त हामीले बताइसक्यौँ। मूलत धार्मिक रूपमा स्नान दान लगायत कण्डारक पूजाको प्रसङ्ग भयो। सांस्कृतिक रूपमा पनि अब यसैमा जोडिरहेका छन्, जस्ता आफ्ना फलहरू फसलहरू चढाउने, देवी देवताहरूलाई अर्पण गर्ने, यसपछिबाट आफ्ना कर्महरू गर्ने, स्थान विशेष अनुसारका आफ्ना पद्धतिहरू प्रचलित छन्। र अब वैज्ञानिक रूपले हेर्दै गर्दाखेरि यो एउटा प्रकृतिको समय परिवर्तनको चक्रको समय हो। मूलत अब वर्षा ऋतु, श्रावण भाद्रलाई वर्षा ऋतु भनिन्छ। यो समयमा वर्षा अधिक हुन्छ, यो हाम्रा शास्त्रमा बताइएको कुरा हो र हामीले प्रत्यक्ष रूपले अनुभव गरिरहेका छौँ। तलमाथि हुनु सामान्य प्रक्रिया हो, कहिले अगाडि हुन्छ कहिले पछाडि धेरै अधिक वर्षा, र मूलत वर्षा ऋतुको समयमा वर्षा हुन्छ र वर्षाको प्राकृतिक परिदृश्यहरू पनि भिन्न हुन्छ, जो आजको विज्ञानले पनि स्वीकारेको छ। खगोलीय अवस्थामा पनि जस्तो के हुन्छ, खगोलीय रूपमा पनि हामीले आकाशीय परिदृश्यलाई हेर्न सक्छौँ। सूर्य कर्कट राशिमा प्रवेश गर्नुहुन्छ, सूर्य कर्कट राशिमा चन्द्रमाको राशिमा सूर्य प्रवेश गर्ने समय भएको कारणले गर्दा यो वैज्ञानिक रूपमा पनि यो कुराहरूलाई हामीले खगोलीय रूपबाट पनि हेर्न सक्छौँ। आकाशमा एउटा स्वच्छ प्रकृति पनि देख्न सकिन्छ। यो पनि वैज्ञानिक प्रकृति हो र प्राकृतिक कुराहरूको विश्लेषण हो, र विशेषतः विज्ञान पनि यही हो, धर्म पनि त विज्ञान हो। र अब वैज्ञानिक रूपले हेर्दै गर्दाखेरि यो एउटा प्रकृतिको समय परिवर्तनको चक्रको समय हो। मूलत अब वर्षा ऋतु, श्रावण भाद्रलाई वर्षा ऋतु भनिन्छ। यो समयमा वर्षा अधिक हुन्छ, यो हाम्रा शास्त्रमा बताइएको कुरा हो र हामीले प्रत्यक्ष रूपले अनुभव गरिरहेका छौँ। तलमाथि हुनु सामान्य प्रक्रिया हो, कहिले अगाडि हुन्छ कहिले पछाडि धेरै अधिक वर्षा, र मूलत वर्षा ऋतुको समयमा वर्षा हुन्छ र वर्षाको प्राकृतिक परिदृश्यहरू पनि भिन्न हुन्छ, जो आजको विज्ञानले पनि स्वीकारेको छ। खगोलीय अवस्थामा पनि जस्तो के हुन्छ, खगोलीय रूपमा पनि हामीले आकाशीय परिदृश्यलाई हेर्न सक्छौँ। सूर्य कर्कट राशिमा प्रवेश गर्नुहुन्छ, सूर्य कर्कट राशिमा चन्द्रमाको राशिमा सूर्य प्रवेश गर्ने समय भएको कारणले गर्दा यो वैज्ञानिक रूपमा पनि यो कुराहरूलाई हामीले खगोलीय रूपबाट पनि हेर्न सक्छौँ। आकाशमा एउटा स्वच्छ प्रकृति पनि देख्न सकिन्छ। यो पनि वैज्ञानिक प्रकृति हो र प्राकृतिक कुराहरूको विश्लेषण हो, र विशेषतः विज्ञान पनि यही हो, धर्म पनि त विज्ञान हो, विशिष्ट कुरा नै विज्ञान हो, र यी कुराहरू अलिकति विशेष रूपमा आजको विज्ञानका दृष्टिबाट यी कुराहरू हेर्न सकिन्छ। मूलत शास्त्रीय विधि एउटै हुन्छ, र अब स्थानीय लोक परम्पराहरू भए, आफ्ना चलनहरू भए, संस्कृतिहरू जोडिने भएको कारणले गर्दा त्यसमा थप सांस्कृतिक पक्षहरू पनि जोडिँदै आएका हुन्छन्। हजुर, यो हुन्छ, यो यसमा त हामीले स्वीकार्नुपर्छ। यही नै हो, सबैतिर एउटै हुन्छ भन्ने हुँदैन। आफ्नो स्थान अनुसारका, आफ्ना संस्कृति अनुसारका, आफ्ना परम्परा अनुसारका त्यसमा केही स्वरूपमा केही पृथकता रहनु स्वाभाविक हो, र मूल कुरो चाहिँ के हुन्छ, ऐन परिवर्तन सङ्क्रान्ति नै यसमा चाहिँ मूल रूपमा यसरी जोडिएको हुन्छ। अब यसलाई जो शास्त्रले बताए त्यही हामीले शास्त्रले बताएका निर्देश गरेका विषयवस्तु र कर्महरू गर्ने रूपमा नै हामीले बुझ्नुपर्छ, र त्यसलाई अवलम्बन गर्ने पक्षमा नै मैले बुझेको छु।